हेलो नमस्ते सबैजनालाई के छ सबैजना आराम हुनुहुन्छ नि आज अब एउटा फ्यामिलीको एकदम इम्पोर्टेन्ट डेमा अब हामी सँगै छैनौँ होइन दुःख लागिरहेछ अब होपफुल्ली हामी नभए पनि सबै कुराहरू चाहिँ एकदमै सुदनले अङ्कल आन्टीहरूले मम्मी ड्याडीले सोचेअनुसारै गइरहेको छ भन्ने चाहिँ आशा गर्दछौँ र अब सँगै हुन नपाए पनि एउटा चाहिँ हाम्रो तर्फबाट चाहिँ पूजालाई र हाम्रो ज्वाइँ साहबलाई चाहिँ अब हामी छैनौँ भन्ने एउटा फिल नहोस् भन्ने हिसाबले चाहिँ हामीले चाहिँ एउटा भिडियो रेकर्ड गरेर सर्ट म्यासेज चाहिँ उनीहरूको लागि हो एउटा होइन म लगायत मेरो हजुरआमा अङ्कल आन्टीहरू युकेमा हुनुहुन्छ अहिले अब हामी सबैजना घरमा आउन पाएनौँ यो टाइममा दुःख लागिरहेछ सो अब बिस्तारै सबैजनाको म्यासेजेसहरू प्ले गरिदिन्छु म पूजा र ज्वाइँ साहबको लागि स्पेसियल्ली है दुःख नमानाऊ हामी त्यहाँ भएनौँ भनेर होपफुली एभ्रिथिङ गोज वेल अनि ज्वाइँलाई पनि एकदमै वेलकम टु द फ्यामिली है अनि अब घरमा यो टाइममा हुनु पाएको भए अब मैले आफ्नो तर्फबाट गर्न सक्ने धेरै कुराहरू गर्थेँ होला पनि अब अहिले टाइमै त्यस्तै छ बाहिर भएपछि यस्तै छ हालत होइन भन्ने बित्तिकै सबै कुरा मिल्दो रहेनछ सो त्यही गर्दाखेरि चाहिँ हाम्रो चाहिँ नि अल द ब्लेसिङ्स चाहिँ नि सबै छ तिमीहरूको लागि दुवैजनालाई होइन कतै केही पऱ्यो भने हामी अलवेज विथ यु गाइज सो फर्स्ट यता भिडियो सुरु गरौँ र लास्टमा म केही बोलाउन अलिकति है छोरी तिमीलाई ठिक छ राम्रोसँग पुग्यौ हामी धेरै खुसी छौँ राम्रोसँग बस सबैजना छोरीको घरको परिवार उहाँहरूको नाम त थाहा छैन सबैलाई धेरै धेरै नमस्कार छ आफ्नो जिउको ख्याल गर्नु छोरी खुसी लाग्यो तिमीहरूको राम्रो होस् शुभकामना छ ज्वाइँ छोरीको सबैको राम्रो होस् हामी धेरै खुसी छौँ टाढा भए पनि आफ्नो राम्रो गर छोरी राम्रोसँग बस तिम्रो ड्याडी मम्मी को हुनुहुन्छ उहाँहरूलाई पनि धेरै 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 नमस्कार छ भनेर सुनाइदेऊ सबैको राम्रो होस् भगवान्ले रक्षा गरून् हामी धेरै खुसी छौँ छोरी कुन बेला पुग्यो राम्रोसँग बस के भन्नु त्यही हो छोरी मेरो धेरै आशीर्वाद छ छोरीलाई हामीलाई धेरै रुनु लाग्छ के हो नि मुटु दिया जस्तो हुँदछ त्यही भएर मैले केही कुरा गर्न नसकेँ छोरी तिम्रो राम्रो होस् ज्वाइँ छोरीको राम्रो सुबल रहोस् मेरो धेरै आशीर्वाद छ नानी आफ्नो जिउको ख्याल गर राम्रोसँग बस मेरो धेरै आशीर्वाद छ सबैजना परिवारहरूको सबैको भगवान्ले रक्षा गरिदिनुहोस् मेरो भन्नु यति हो छोरी ल पछि भेटौँला मलाई एकदम टेन्सन लाग्यो All we want to say is Congratulations, we love you and miss you a lot. हामी धेरै धेरै आशीर्वाद अङ्कल आन्टीको तर्फबाट पूजा ह्यापी म्यारिड लाइफ Nice day. Lots of love. Have a nice ल बिहेको शुभकामना छ छोरी ज्वाइँलाई अब हामी त अब आउनु पाएनौँ सबै कुरो चाँचेडा भयो अब हामीहरू नआए पनि फोटो भिडियोहरू देख्यो खुसी लाग्यो ल अब चाँडै भेटौँला अनि ल ह्यापी म्यारिड लाइफ है त हेलो पूजा अनि ज्वाइँ साहब नरेश ज्वाइँ साहबलाई यो वर्षगाँठो सम्बन्ध जोडेकोमा धेरै धेरै शुभकामना छ हामीले एकदम मिस गरेका छौँ छोरीको ज्वाइँको यति राम्रो खुसीको दिनमा एटेन्ड गर्न नपाएर तर पनि हामी सबै खड्का फ्यामिलीको तर्फबाट साथसाथै तिम्रो कान्छो अङ्कल आन्टी अनि अखिया किताको तर्फबाट विस यु भेरी भेरी ह्याप्पी म्यारिड लाइफ है त थ्याङ्क यू बाई ल तिम्रो Hi Pooja Didi, we missed your wedding, but I want to wish you a happy marriage life. Hi Pooja Didi, sorry we missed your marriage. I'd like to wish you a happy marriage. सो कस्तो लाग्यो हजुरहरूलाई अब मेरो अङ्कल आन्टी भाइ बहिनी हजुरआमाको म्यासेजेसहरू होइन स्पेसली हामी अब त्यही हो अब सब परिवारसँगै हुन पाएको भइरहेको यो टाइममा अझ पनि धेरै रमाइलो हुन्थ्यो होला अझ हामीले चाहे जस्तो धेरै कुरा हुन्थ्यो होला तर केही छैन मलाई थाहा छ अब यहाँ हुने
धेरैजना हाम्रो गेस्टहरू छ नि स्पेसल्ली त अब मेरै बेला पनि पर्खेर बस्नु भएको होला अब त्यो पनि चाँडै हुन्छ चिन्ता लिनु पर्दैन नेक्स्ट इयर प्रोबाब्ली अनि कालीलाई चाहिँ यो एउटा एकदमै स्पेसल है भेरी भेरी कङ्ग्रेचुलेसन्स तिमीहरू दुइटैलाई अब दाइहरू अङ्कल आन्टीहरू सबैजना हुनु भएन सँगै केही छैन नेक्स्ट इयर आइन्छ फेरि भेट हुन्छ त्यही नै ठुलो इम्पोर्टेन्ट हो जस्तो लाग्छ अहिलेलाई चाहिँ होइन अब धेरै कुराहरू छन् अब सबै कुरा मिलाएर हिँड्नलाई नसकिने रहेछ भन्ने बित्तिकै अनि स्पेसल्ली अब ड्याडी मम्मी अङ्कल आन्टी सुदन प्रमिला होइन सबैजना यो टाइम भनेको चाहिँ नि जस्ट हामीले चाहिँ छोरी मात्र पढाउने होइन कि यो एउटा हामीले चाहिँ के सोच्नु पऱ्यो भनेदेखि हामीले एउटा छोरो पनि पाएको छौँ नयाँ भन्ने हिसाबले जो चाहिँ हाम्रो ज्वाइँ साहब नरेश सर होइन सरी सर हुने त्यही हो हामी हुन पाएन दुःख त लागिरहेछ एकदमै होपफुल्ली एन्ड आई गेस सबै कुरा राम्रो हुन्छ तपाईँहरूसँग हामी जहिले पनि सँगै छौँ साथमा छौँ भन्ने चाहिँ सम्झिरहनु होला त्यही हो अब मैले भन्न सक्ने अहिले गर्न सक्ने यही एउटा भिडियोको मार्फतबाट नै एक्सप्रेस भइरहेछ फिलिङ्सहरू होइन दुःख लागिरहेछ नमजाले वेल विश यु गाइज आर भेरी ह्याप्पी म्यारिड लाइफ है इन्जोय योर डेज आजै हो रमाइलो लाइफको एकदम इम्पोर्टेन्ट पार्टमा छौ तिमीहरू अनि कुरा गर्दै गरौँला भोलि पर्सितिर फेरि यो चाहिँ सानो सरप्राइज हो तेरो लागि स्पेसल्ली खालि त्यही हो थ्याङ्क यू अनि लाइफमा चाहिँ त्यही हो सबै कुरा सोचेको जस्तो हुँदैन एक्ज्याक्टली होइन भनेको ठाउँमा एक्ज्याक्टली त्यही टाइममा नपुगिन सकेला नगर्न सकेला सबै कुराहरू चित्त नदुख खालि अब त्यही हो हाम्रो अल द विसेसहरू चाहिँ सबै तिमीहरूको लागि एकदमै हर्पल छ त्यही हो अब तँलाई होला चाहिँ सबै फ्यामिलीले विस गरे यसरी मलाई भनेर इमोसनल भइरहेको होला सबैजना इट्स ओके टु बी होइन आजको डे इट्स ओके तर अब अपकमिङ भिडियोज छ दुईजनाको अब है त एउटा भिडियोमा चाहिँ एकदमै ज्वाइँ साहबलाई चाहिँ अब अलिकति वार्निङ्स नै आएको छ सो लेट्स मुभ फरवर्ड है त अनि मेरो तर्फबाट चाहिँ थ्याङ्क यू सबैजना हाम्रो गेस्टहरू जो आइदिनु भयो आज मलाई जहाँसम्म लाग्छ आज अब हामी नभएको फ्यामिलीहरूको कमी चाहिँ महसुस हुन दिनु भएको छैन भन्ने चाहिँ नि आई फिल है सायद त्यस्तै भइरहेछ होला इन्जोय गर्नुहोस् हामी नभए पनि नेक्स्ट टाइम भेटौँ अब नेक्स्ट टाइम अब स्योर प्रभु र सुदनकै बेमा त होला नाच्नु बस्थ्यो होला First of all, a huge congratulations to both of you. हजुर लाइफको एउटा नयाँ च्याप्टर स्टार्ट गर्दै हुनुहुन्छ सो आई जस्ट विश यु अ लाइफ टाइम अफ लभ ह्याप्पिनेस एन्ड लाफ्टर टुगेदर अनि भिनाजु प्लिज टेक गुड केयर अफ माई सिस्टर हजुरको कारणले मेरो दिदीको आँखामा आँसु चाहिँ कहिले पनि नआओस् मैले सानो कम्प्लेन सुने भने पनि यो रिलेटेड फेरि वी गरेर डु अ टेबल टक त्यसपछि चाहिँ हजुर मेरो वार्निङै सम्झिसो यसलाई चाहिँ And yeah, finally 10 years relationship and you guys made it official now. I'm just so overwhelmed by seeing you happy. अरू त केही छैन भन्न I wish I was there but टाढै भए पनि धेरै धेरै माया अनि I just wish your marriage be filled with understanding, bonds and a lot of blessings. धेरै धेरै माया. Bye. Hi Pooja, congratulations. I'm so happy that you are getting married. Congratulations to our Vinazu as well. Welcome to the Kharka family. I wish you both the lifetime of love, happiness and a beautiful life ahead. Finally, your love story now turning into the reality and it's beautiful to see it. I'm so happy for both of you. Enjoy the moment. Congratulations once again to you and to all the entire family. Miss you all.